सो हेलो गाइस, सो वेलकम टु द न्यू भिडियो। सो थम्बनेल र टाइटल देखेर पनि तिमीहरू थाहा पाइसक्यो होला होइन। सो आजको भिडियो चाहिँ हाम्रो अप्सनल म्याथबारे हुन गइरहेको छ र अप्सनल म्याथ चाहिँ आजको भिडियोमा चाहिँ वान सर्ट जान्छौँ हामी होइन। सबै च्याप्टर चाहिँ अब यो भिडियो कति लामो बन्छ मलाई पनि थाहा छैन होइन, बनाउँदै गएपछि थाहा हुन्छ। सो जति सक्दो छोटो टाइममा चाहिँ मैले यो अप्सनल म्याथको होल बुक कभर गर्ने चाहिँ यो भिडियोमा ट्राई गरेको छु। सो साइन्सको भिडियोमा चाहिँ एकदम राम्रो रेस्पोन्स आएर चाहिँ मलाई रिक्वेस्ट आएर चाहिँ यो भिडियो बनाएको होइन। सो यो भिडियो चाहिँ अब बिचबिचमा मैले चाहिँ भनिरहेको हुन्छु क्या, बिचबिचमा यो क्वेसन चाहिँ अब यो अगाडि सोधेखा यो सोधेखाइन भनेर चाहिँ बिचबिचमा भनिदिरहेको हुन्छु। तिमीहरूले चाहिँ त्यो स्किप गरी हेऱ्यौ भने चाहिँ तिमीहरूले डेफिनेटली राम्रो मार्क्स चाहिँ आउन्न होइन। सो यो भिडियोमा भने जति सबै क्वेसन गऱ्यो भने चाहिँ 100% 68 आउँछ। 68 अप्सनल म्याथमा गाह्रो छैन, 68 ल्याउनु अप्सनल म्याथमा बहुत सल्लो छ ए प्लस आन्न एज कम्पेयर टु म्याथै। सो म्याथभन्दा चाहिँ अप्सनल म्याथमा ए प्लस आन्न सजिलो छ क्या। त म्याथमा हाम्रो थ्योरी ल्याङ्ग्वेज बेस्ड क्वेसनहरू धेरै सोध्छ होइन। अप्सनल म्याथमा त डाइरेक्ट पोइन्ट टु पोइन्ट क्वेसनहरू त धेरै हुन्छ नि त होइन। सो प्रुभ गर्नेदेखि लिएर यस्तो खालको क्वेसनहरू, त्यही भएर चाहिँ अप्सनल म्याथमा चाहिँ ए प्लस हान्न सजिलो छ। र अब 1 महिनामा भन्नाले 1 महिना होइन 10-15 दिनै प्र्याक्टिस गरेर पनि अप्सनल म्याथमा ए प्लस ल्याउन सकिन्छ क्या, इजी सकिन्छ होइन। सो अब ढिलो नगरी चाहिँ भिडियोलाई स्टार्ट गरौँ। सो फर्स्टमा चाहिँ अब सिलेबस थाहा हुनु पऱ्यो। सिलेबस भन्दा नि स्पेसिफिकेसन ग्रिड हुन्छ हाम्रो, सो त्यो थाहा हुनु पऱ्यो क्या। त्यो थाहा नबिगिन्न होच्चा टालमा चाहिँ पढेर चाहिँ राम्रो चाहिँ गर्न सकिन्न। सुरुमा चाहिँ अब सिलेबस थाहा हुनु पऱ्यो हामीलाई होइन। हामीले अल्जेब्राबाट 16 मार्क्सको क्वेसन सोध्छ हामीलाई, लिमिट एन्ड कन्टिन्युटीबाट चाहिँ 4 मार्क्सको होइन, अनि म्याट्रिक्सबाट चाहिँ 6 मार्क्सको, अनि कोअर्डिनेट जियोमेट्रीबाट चाहिँ 11 मार्क्स, अनि हाम्रो भेक्टरबाट चाहिँ 7 मार्क्स, ट्रिग्नोमेट्रीबाट चाहिँ 15 मार्क्स, स्ट्याटिस्टिक्स र ट्रान्सफर्मेसनबाट चाहिँ 8 मार्क्स गरी चाहिँ हाम्रो 75 को चाहिँ हाम्रो आउँछ होइन। 75 मा चाहिँ हामीले लगभग 67 लिग्यौँ भने पनि हाम्रो 68 बनाइदिन्छन् क्या। 67 को चाहिँ टार्गेट राख्नु पऱ्यो होइन। फेल हुन्छु दाइ म त गाह्रो छ भने पनि यो भिडियो हेऱ्यो भने चाहिँ यहाँ भने जति क्वेसनहरू गऱ्यो भने 100% तिमी पास होइन, राम्रै मार्क्स ल्याएर पास हुन्छौ क्या। ल अब अल्जेब्राबाट चाहिँ सुरुमा हामीले 1 मार्क्सको चाहिँ 2वटा एमसिक्यू सोध्छ। सुरुमा चाहिँ 1 मार्क्समै जाम होइन। 1 मार्क्सको 2वटा एमसिक्यू सोध्छ, अनि 2 मार्क्सको चाहिँ 2वटा सोध्छ, अनि 3 मार्क्सको 2वटा, अनि 4 मार्क्सको चाहिँ एउटा। अब यहाँ 4 मार्क्समा चाहिँ फ्लक्चुएट भइरहेको छ कि कोही बेला सिक्वेन्स सिरिजबाट सोध्या हुन्छ, अनि कोही बेला चाहिँ इक्वेसन एन्ड ग्राफ छ नि हाम्रो पछाडि मिनिमाइज म्याक्सिमाइज गर्ने अनि सल्भ ग्राफिकल्ली भन्ने, कि त सिक्वेन्स सिरिजबाट सोधिदिन्छ 4 मार्क्समा, कि त भने चाहिँ त्यही हाम्रो चाहिँ सल्भ ग्राफिकल्ली मिनिमाइज म्याक्सिमाइजबाट सोधिदिन्छ। अब त्यहाँ योबाट सोध्न प्रोबेबिलिटी भएको चाहिँ त्यही हो क्या होइन। त्यसरी पढ्नु पऱ्यो कि पढ्दाखेरि। अब सुरुमा 1 मार्क्समा जाम। अल्जेब्रिक हाम्रो चाहिँ अल्जेब्रिक फङ्सनहरू छन् नि, जस्तै लिनियर फङ्सन अनि कन्स्ट्यान्ट फङ्सन, आइडेन्टिटी फङ्सन, इभन अड, क्युबिक, क्वाड्रेटिक, ट्रिग्नोमेट्रिक फङ्सन। अब अल्जेब्रिक फङ्सनभित्र चाहिँ यिनी पर्छन् क्या होइन। अल्जेब्रिक फङ्सन भनेको चाहिँ यिनी हुन्। अब यिनीमा चाहिँ कुनै पनि एउटाको डेफिनेसन सोधिदिन सक्यो कि इक्जाममा, वाट इज लिनियर फङ्सन भनेर चाहिँ डेफिनेसन राखिदिन सक्छ। तिमीहरू चाहिँ त्यस्तो लागि चाहिँ नि प्रिपेयर हुनु पऱ्यो। अनि डेफिनेसन नसोधेर चाहिँ ल मानौँ के सोध्दैला भने चाहिँ y = x भनेको चाहिँ के हो, यो कुन फङ्सन हो, आइडेन्टिफाई द फङ्सन y = x भन्दै भने चाहिँ यो भनेको आइडेन्टिटी फङ्सन हो नि त, स्लोप 1 हुन्छ होइन। यो भनेको आइडेन्टिटी फङ्सन हो। अब तिमीहरूले थाहा हुनु पऱ्यो नि त, यो डेफिनेसनसँगै चाहिँ आइडेन्टिफाई गर्न पनि सक्नु पऱ्यो क्या। पढे पछाडि त याद भइहाल्छ होइन। इभन र अड पनि एकदम कन्फ्युजिङ छ, त्यो पनि एकदम हेरौँ। सो अरू चाहिँ मिनिमम म्याक्सिमम भ्यालु अफ साइन कस एक्स टेन एक्स होइन। अब वाट इज द पिरियड अफ साइन एक्स भनेर सोधिदिन्छ क्या, वाट इज द मिनिमम भ्यालु अफ कस एक्स भनेर सोधिदिन्छ। तिमीहरूको इक्जाममा आएको पनि होला। अब मिनिमम म्याक्सिमम र पिरियड छ नि यो साइन कस टेनको चाहिँ तिमीहरूले हेर्नु पऱ्यो। यस्तो क्वेसनहरू सोध्छ है। 1 मार्क्सको लागि भन्दैछु मैले सुरुमा। अनि अन्डर वाट कन्डिसन इन्भर्स अफ फङ्सन इज पोसिबल। अब इन्भर्स फङ्सनको इन्भर्स चाहिँ कुन कन्डिसनमा पोसिबल हुन्छ, 1:1 अन टू फङ्सन, 1:1 अन टू फङ्सनमा, बाइजेप्टिक फङ्सनमा चाहिँ इन्भर्स अफ फङ्सन इज पोसिबल हुन्छ भनेर थाहा हुनु पऱ्यो। 1 मार्क्समा सोधिरहेको हुन्छ। अनि सिक्वेन्स एन्ड सिरिजको चाहिँ तिमीहरूले सबै फर्मुला जान्नु पऱ्यो क्या। यो 2 मार्क्स होइन, 2 मार्क्स यति एउटा 1 मार्क्सको हो, अनि यहाँ त तल चाहिँ 1 मार्क्सको सोधिदिन्छ क्या। अब सिक्वेन्स एन्ड सिरिजको फर्मुलै सोधेको हुन्छ, तिमीहरूले ती पनि लेख्दैनौ त के गर्ने। सम निकाल्ने, टर्म निकाल्ने, एपीको र जिपी, हाम्रो एपी र जिपी मात्रै छ 2वटा। अब एपीको चाहिँ अब हाम्रो समहरू निकाल्ने, टर्महरू निकाल्ने, एन्थम निकाल्ने होइन। त्यो सबै एपी र जिपीको दुइटै जान्नु पऱ्यो क्या। फर्मुलाबाटै क्वेसन सोध्छ क्या तिमीहरूले होइन। एन्टम, सम, एएम, अर्थमेटिक मिन, जियोमेट्रिक मिन, सिक्वेन्स सिरिज गरेर चाहिँ सबै तिमीहरूले फर्मुला पानी बनाउनु पऱ्यो। 1 मार्क्स आइहाल्यो क्या होइन। अनि रिमाइन्डर र फ्याक्टर थ्योरम पनि सोधिरहेको हुन्छ, वा स्टेट फ्याक्टर थ्योरम, स्टेट रिमाइन्डर थ्योरम भन्दै 1 मार्क्समा एकदम इम्पोर्टेन्ट है। यो पनि सोधिरहेको हुन्छ, यताबाट 1 मार्क्स यताबाट 1 मार्क्स हो। अनि अब कुन कन्डिसनमा चाहिँ प्याराबोला चाहिँ कन्केभ अपवार्ड हुन्छ त, अनि कुन कन्डिसनमा चाहिँ प्याराबोला चाहिँ कन्केभ डाउनवार्ड हुन्छ भनेर यस्तो खालको क्वेसन पनि आउनसक्छ है। लेट y = x² छ, a इज नट इक्वल टु 0 छ। अपवार्ड हुने कन्डिसन चाहिँ इफ a इज ग्रेटर देन 0, इफ a इज ग्रेटर देन 0 भयो भने चाहिँ हाम्रो प्याराबोला चाहिँ कन्केभ अपवार्ड हुन्छ क्या होइन। अनि a इज स्मलर देन 0 भयो भने चाहिँ डाउनवार्ड फर्किन्छ प्याराबोला। यो दुईवटा कन्डिसन तिमीहरूले थाहा हुनु पऱ्यो है। सो अब जाम हामी
अब चाहिँ हामी 2 म्याक्स वालामा जाउँ है। ल सो 2 म्याक्स वालामा चाहिँ सुरुमा छ हामीसँग इन्भर्स र कम्पोजिट फङ्सनको डेफिनेसन। वाट इज इन्भर्स फङ्सन अनि वाट इज कम्पोजिट फङ्सन भनेर चाहिँ ल यो एफ इन्भर्स 1 को ल एफएक्स ल वाइ इक्वल टु एमएक्स प्लस सी भनिदियो अथवा केही भनिदियो होइन, मैले 3x प्लस 9 भनिदियो अरे होइन। अनि एफ इन्भर्स भनेर एफ इन्भर्स 5 6 निकाल भनेर सोधिदियो अरे के ल वाट इज इन्भर्स फङ्सन। अनि यो यस्तो गरेर एउटा क्वेसन राखिदिन सक्यो 2 म्याक्समा होइन। अनि यो कम्पोजिट फङ्सन एकदम हेरेर जाम है। कम्पोजिट फङ्सन यो एरो डायग्राम एकदम इम्पोर्टेन्ट, यो हेरेर जाम, नछोडौँ है। एरो डायग्राम नछोडौँ, एरो डायग्राम चाहिँ म्यापिङ डायग्राम पनि भन्छ होइन। एरो डायग्राम म्यापिङ डायग्राम एकदम जानेर जाम। अनि कम्पोजिट फङ्सनको डेफिनेसन, इन्भर्स फङ्सनको डेफिनेसन होइन, यिनी हेरेर जाम। अनि हामीलाई चाहिँ नर्मली टु प्रुभ आइडेन्टिफाई फङ्सनहरू चाहिँ प्रुभ गर भनेर चाहिँ सोधिरहेको हुन्छ कि 2 म्याक्समा। 3 म्याक्समा पनि हालिदिरहेको हुन्छ, फङ्सनबाट चाहिँ 3 म्याक्समा पनि हालिदिरहेको हुन्छ। 2081मा चाहिँ फङ्सनबाट 3 म्याक्समा आएको थियो भनेपछि यसपालि चाहिँ 2 म्याक्समै आउँछ। त्यस्तो गाह्रो पनि छैन नि त होइन, सजिलै छ। तिमीहरूले यस्तो खालको इन्भर्स निकाल्ने होइन, भ्यालु अफ एफ ओएफ अनि -1 गरेर एफएक्स भनेको यो छ। यो चाहिँ मैले जस्ट स्याम्पलको लागि राखेँ। तिमीहरूले यस्तो खालको क्वेसनहरू प्र्याक्टिस गर्नु पऱ्यो भनेको है मैले। एफएक्स भनेको यो छ, यस्तो खालको भ्यालु निकाल्ने। अनि भ्यालु अफ के, अब यस्तो खालको क्वेसन प्र्याक्टिस गऱ्यो भने चाहिँ एउटा भ्यालु अफ के निकाल्नेवाला गर्नै पऱ्यो क्या तिमीहरूले होइन। जुन च्याप्टरमा पनि पछि हाम्रो छ नि सबैमा चाहिँ भ्यालु अफ के निकाल्ने टाइपको क्वेसन पनि प्र्याक्टिस गर्नु पऱ्यो। 2 म्याक्समा 5-10 मार्क्स जतिमा आइदिन्छ क्या सबै च्याप्टरबाट 10-5-6 मार्क्सको चाहिँ भ्यालु अफ के निकाल्ने चाहिँ क्वेसन आइरहेको हुन्छ अप्सनल म्याथमा। अब यो यहाँ मैले भने यस्तो खालको क्वेसनहरू प्र्याक्टिस गर तिमीहरूले। एन्ड देन अब चाहिँ आइडेन्टिटी फङ्सन यो सो गर्ने क्या, आइडेन्टिटी फङ्सन सो गर्ने खालको यस्तो खालको क्वेसन प्र्याक्टिस गर्नु, यो एकदम गरेर जानु। एन्ड देन भ्यालु अफ के निकाल्ने मैले भनिसकेँ। यो चाहिँ फ्याक्टर थ्योरमबाट अब एक्स माइनस के इज अ फ्याक्टर अफ यो भने होइन। अब भ्यालु अफ के निकाल भनेर यस्तो सोधिदिन्छ क्या, यस्तो खालको क्वेसन पनि एकदम हेरेर जानु। फ्याक्टर के निकाल्ने तिमीहरूलाई 100% सोध्छ क्या, एउटा न एउटाबाट 110% तिमीहरूले फ्याक्टर निकाल्ने के अरे भ्यालु अफ के निकाल्ने क्वेसन सोधेकै हुन्छ क्या। कि त उता कोअर्डिनेटबाट सोध्ला कि त यताबाट सोध्ला, जहाँबाट पनि सोध्छ। अनि भ्यालु अफ एम निकाल्ने यस्तो रिमाइन्डर छ, यो यसको रिमाइन्डर चाहिँ यो छ अरे, अब भ्यालु अफ एम निकाल अरे भनेर सोधिन सक्यो। अब नर्मली क्वासेन्ट निकाल भनेर सोधिन सक्छ, रिमाइन्डर टाइप क्वेसन। सो फाइन्ड द क्वासेन्ट। तिमीहरूले चाहिँ होइन के जान्नु पऱ्यो भनेपछि अब यो इन्भर्स फङ्सन निकाल्ने 5-6वटा प्र्याक्टिस गर सुरुमा होइन। अनि यो क्वासेन्ट निकाल्ने, रिमाइन्डर निकाल्ने, फाइन्ड क्वासेन्ट, फाइन्ड रिमाइन्डर, अनि भ्यालु अफ के निकाल्ने। अब क्वासेन्ट दिएको हुन्छ, रिमाइन्डर दिएको हुन्छ, भ्यालु अफ के निकाल्ने। कुनै क्वेसन चाहिँ डाइरेक्टली रिमाइन्डर फ्याक्टर निकाल, यसको चाहिँ क्वासेन्ट निकाल, अनि यसको आइडेन्टिटी फङ्सन सो गर भन्ने यस्तो खालको क्वेसनहरू चाहिँ आउनसक्छ है यताबाट। त्यही हो। सो मेरो टिप्स चाहिँ मेरो तर्फबाट चाहिँ कसरी यसलाई एप्रोच गर्ने भने यहाँ भने प्रुफ गर्ने फ्याक्टर्स अफ यसको यो प्रुफ गर्ने भने यस्तो खालको क्वेसन पनि एकदम हेर्नु तिमीहरूले। मेरो टिप्स चाहिँ के हुन्छ भने रिमाइन्डर फाइन्ड गर भन्नेवाला क्वेसन, अनि रिमाइन्डर दिएर चाहिँ एक्सको भ्यालु अब कुनै क्वेसनमा डाइरेक्ट रिमाइन्डर सोधिदिन्छ, कुनै क्वेसनमा चाहिँ रिमाइन्डरलाई 10 दिएर एक्सको भ्यालु निकाल भनेर सोधिन सक्छ। अब अर्को चाहिँ प्रुफ द्याट टाइप क्वेसनहरू प्र्याक्टिस गऱ्यो भने चाहिँ इनफ हुन्छ तिमीहरूलाई, कि त 3 म्याक्समा कि त 2 म्याक्समा आउँछ होइन यहाँबाट। त्यही हो। अब नेक्स्ट छ हाम्रो सिक्वेन्स सिरिज होइन। सिक्वेन्स सिरिजबाट चाहिँ तिमीहरूलाई 2 म्याक्सको भन्दा 2 म्याक्सको लागि चाहिँ यस्तो खालको क्वेसन प्र्याक्टिस गर्नु। यहाँबाट 4 म्याक्समा पनि, 3 म्याक्समा पनि, 2 म्याक्समा पनि जहाँबाट पनि जे नि हाल्न सक्यो है। सो सुरुमा चाहिँ टर्महरू निकाल्ने के ल एउटा केही दिएको हुन्छ, अनि 10 टर्म निकाल, 20 टर्म निकाल, 30 टर्म निकाल भनिदिन्छ होइन। अनि इन्सर्ट 3 अटोमेटिक मिन बिट्विन 7 and 23 यो टाइपको क्वेसन नसोधेको धेरै भए सोध्न सक्ने एकदम धेरै चान्स छ होइन। त्यस पछाडि चाहिँ 6 टर्म चाहिँ हाम्रो 6 टर्म अफ एपी चाहिँ 23 छ अरे, अनि 9 टर्म चाहिँ 35 छ अरे, अनि 67 भनेको चाहिँ कति टर्म हो त भनेर यस्तो खालको क्वेसन पनि सोधिदिन सक्छ। अनि सम निकाल्ने क्या होइन, 3, 6, 12 यस्तो छ नि, यिनीहरूको चाहिँ सम अफ 6 टर्म निकाल अरे भनेर चाहिँ यस्तो खालको क्वेसनहरू राखिदिन सक्छ। तिमीहरूले यो टाइपको क्वेसनहरू पनि प्र्याक्टिस गर्नु। अनि अर्को 2 म्याक्समा चाहिँ यतैबाट 2 म्याक्सको क्वेसन परिरहेको हुन्छ क्या। यहाँबाट चाहिँ भर्टेक्स अफ प्याराबोला हाम्रो फर्मुला छ नि, भर्टेक्स अफ प्याराबोला निकाल्ने 2-3वटा कन्डिसन छ नि, 2-3वटा फर्मुला छ। त्यो फर्मुलामा डाइरेक्ट भ्यालु सिफ्ट गरेर एन्सर निकाल्ने खालको सिम्पल खालको क्वेसन सोधिरहेको हुन्छ कि। भर्टेक्स अफ प्याराबोला यो नछोड्नु, एकदम इम्पोर्टेन्ट है यो खालको क्वेसनहरू एकदम हेर्नु। भर्टेक्स अफ प्याराबोला निकाल्ने फर्मुलाबाटै त्यो फर्मुलामा सिम्पल भ्यालु रिप्लेस गर्ने खालको क्वेसन आउँछ। एन्ड देन ड्र द ग्राफ अफ, यो एकदम इम्पोर्टेन्ट है, यो एकदम इम्पोर्टेन्ट। यो दुईवटा नछोड्नु है तिमीहरूले, यो दुईवटा एकदम इम्पोर्टेन्ट। ग्राफ अब जस्तो पनि सोधिदिन सक्यो होइन, ग्राफ दिएर चाहिँ तिमीहरूले इक्वेसन निकाल्न पनि सोध्न सक्छ। यस्तो यो इनइक्वालिटी बनाउन क्या होइन, ग्राफ दिएर यो निकाल्न नि भन्न सोध्न पनि सक्यो, अथवा यो दिएर ग्राफ गर भनेर यस्तै खालको क्वेसन। यो नछोड्नु है, यो दुईवटा अगाडिको मैले भनेको केही पनि नछोड्नु, तिम्रो A+ ढुक्कै छ क्या, बुझ्यौ नि। अब 3 म्याक्समा जाऊँ। अब 3 र 4 म्याक्समा दुइटै गरेर मैले यहाँ कम्बाइन गरेर राखेको छु।
अब सुरुमा फङ्सनबाट चाहिँ प्रुभ द्याट टाइप क्वेसन आउन सक्छ 3 अथवा 4 मार्क्समा हैन। 4 मार्क्समा त नआउनु चाहिँ 3 मार्क्समा चाहिँ फङ्सन्सबाट चाहिँ प्रुभ द्याट यो आइडेन्टिटी फङ्सन हो प्रुभ गर यो भन्दै फङ्सनबाट चाहिँ प्रुभ द्याट टाइप क्वेसनहरू प्र्याक्टिस गर्नु। अब सल्भ वाला हो त इम्पोर्टेन्टको बाउ हैन। यो क्वेसन त कति इम्पोर्टेन्ट हो यो त फिक्सै जस्तो हो क्या हैन। यो टाइपको क्वेसन प्र्याक्टिस गर्नु 3 मार्क्सको लागि एकदम इम्पोर्टेन्ट हो। यो हाम्रो चाहिँ यो सिन्थेटिक डिभिजनको क्वेसन हो। यो तिमीलाई थाहा होला बुकको इक्जाम्पलहरुमा पनि हुन्छ हैन, त्यहाँबाट हेर। अनि 3 नम्बर्स आर इन अटोमेटिक सिक्वेन्स छन् हैन, सम चाहिँ 24 छ अरे। अनि 2 and 1 आर एडेड टु फर्स्ट एन्ड सेकेन्ड टर्म भनेको छ। अनि थर्ड टर्मलाई चाहिँ सेम राखियो अरे, इट बिकम्स जियोमेट्रिक सिक्वेन्स भयो अनि फाइन्ड नम्बर यो टाइपको क्वेसन। अनि यो टाइपको क्वेसन एकदम यो टाइपको क्वेसन चाहिँ युएससीमा एकदम सोध्न सक्ने है। यिन दुईटा चाहिँ यिनीहरू प्र्याक्टिस गर्नु तिमीहरूले। त्यही हो सिक्वेन्स एन्ड सिरिजबाट पनि त्यस्तो गाह्रो छैन हैन, फिक्स टाइप क्वेसन। अब यति प्र्याक्टिस गर, यहाँबाट चाहिँ कि त 3 मार्क्स कि त 4 मार्क्स चाहिँ क्वेसन पर्छ यो 3 टाइपको क्वेसनबाट एपी र जिपीबाट चाहिँ हैन। यति ल तिमीले यदि गर्यो भने चाहिँ अब चाहिँ हामी फिक्स टाइप क्वेसनमा आयौँ है। अर यो दुईटामा चाहिँ एउटा अरमा आउने हो क्या। सो फाइन्ड द म्याक्सिमम भ्यालु अफ फङ्सन यो भन्छ हैन, अन्डर द कन्स्ट्रेन्ट्स भन्छ। त्यसपछि चाहिँ हामीलाई यो 3टा यो दिएको 4वटा दिन्छ हैन, 4वटै दिन्छ। अनि एउटा चाहिँ यो दिएको हुन्छ, यहाँबाट चाहिँ म्याक्सिमम भ्यालु अथवा मिनिमम, म्याक्सिममको ठाउँमा मिनिमम पनि सोध्न सक्यौँ। तिमीहरूले एउटा म्याक्सिममवाला प्र्याक्टिस गर, त्यसपछि चाहिँ एउटा मिनिममवाला प्र्याक्टिस गर। फिक्सै छ यो दुईटा मध्ये एउटा 110% सोध्छ यो दुईटा मध्ये एउटा, बुझ्यौ नि। सुरुमा चाहिँ म्याक्सिममवाला गर हैन, अनि त्यसपछि मिनिममवाला गर। त्यस पछाडि म्याक्सिमम भ्यालु चाहिँ ल लेट अस सपोज म्याक्सिमम भ्यालु चाहिँ एउटा दिएर हैन, ल म्याक्सिमम भ्यालु चाहिँ 10 दियो अरे हैन, म्याक्सिमम भ्यालु 10 दियो। अनि चाहिँ यो फङ्सन चाहिँ यस्तो दिएको हुन्छ नि त 10 दियो भनेपछि अनि यो a को भ्यालु निकाल भनेर पनि सोध्न सक्यो है। म्याक्सिमम भ्यालु तिमीहरूले के प्र्याक्टिस गर्नु पर्यो, सुरुमा म्याक्सिमम निकाल्ने, मिनिमम निकाल्ने, म्याक्सिमम भ्यालु गिभन दिएको हुन्छ अनि चाहिँ भ्यालु अफ a निकाल्ने खालको क्वेसन। मैले अगाडिचोटि भनेर आएको छु, भ्यालु अफ a अथवा केही निकाल्ने खालको क्वेसन आउन सक्छ। अनि एउटा चाहिँ सल्भ ग्राफिकल्ली सिम्पलवाला योवाला हैन। यति गऱ्यो भने चाहिँ तिम्रो अल्जेब्रा कभर हुन्छ। अल्जेब्राबाट जति मार्क्सको क्वेसन सोध्छ नि हैन, अल्जेब्राबाट कति मार्क्सको क्वेसन सोधेको थियो, अल्जेब्राबाट 16 मार्क्सको क्वेसन सोधेको थियो, 16मा 16 आन्छ हो। यति गऱ्यो भने तिमीहरूले 100% 16मा 16 आउँछ। एन्ड कन्टिन्यू त के छ र हैन, यानिबीले चाहिँ गरिखा त पास हो भनेर दिएको च्याप्टर हो यो त हैन। सो 4 मार्क्समा चाहिँ एउटा एमसीक्यू सोध्छ अनि एउटा चाहिँ तिमीहरूलाई 3 मार्क्सको एकदम सजिलो क्वेसन। यो त सबैलाई अब यो च्याप्टर पनि गाह्रो लाग्छ भने चाहिँ तिमी सक्यौ भन्यो भयो है, तिमी फेलै हुन्छौ फेरि। यो च्याप्टर चाहिँ आउनु पऱ्यो नि त हैन, सजिलो च्याप्टर त मुठीमा हालेर बस्नु पऱ्यो। सो सुरुमा चाहिँ यहाँबाट राइट द सेट अफ नम्बर विच इज कन्टिन्युअस। यो कन्टिन्युअस हुने सेट अफ नम्बर भनेको चाहिँ सेट अफ रियल नम्बर हो हैन, कन्टिन्युअस हुने नम्बर लाइनमा। अनि 1 मार्क्समा यो भइहाल्यो, एउटा यो क्वेसन सोध्छ। अनि एउटा चाहिँ अन्डर वाट कन्डिसन एक्जिस्ट एज एक्स इक्वल टु ए, कुन कन्डिसनमा चाहिँ एफएक्स चाहिँ एक्जिस्ट गर्छ त हैन। एक्स इक्वल टु ए भनेको चाहिँ राइट ह्यान्ड लिमिट इज इक्वल टु लेफ्ट ह्यान्ड लिमिट इक्वल टु फङ्सनल भ्यालु भएको कन्डिसनमा हो हैन, यो याद राख्नु। अनि एक्सप्रेस लिमिट एक्स एप्रोच टु 3 अनि एफएक्स इन अ सेन्टेन्स। यो क्वेसन एकदम 3टा क्वेसनमा एउटा 4वटा क्वेसनमा तिमीहरूले एउटा सोध्ने हो क्या 1 मार्क्समा, ढुक्क बसन हैन। दाइले क्वेसन पेपरै लिक हानिरह। अनि एक्सप्रेस -1 अनि स्मलर अर इक्वल टु एक्स अर स्मलर अर इक्वल टु 2 भने यसलाई चाहिँ इन्टरभल फर्ममा लेख भने इन्टरभल फर्ममा एक्सप्रेस गर्ने। अनि एउटा चाहिँ तिमीहरूलाई यो चाहिँ इन्टरभल फर्ममा भने अनि एउटा चाहिँ इन्टरभल नोटेसनमा लेख अरे। यो जुन हाम्रो यो दिएको छ नि यो हैन, यो डायग्राम देखायो नि, योलाई चाहिँ इन्टरभल फर्ममा नोटेसनमा लेख भनेर नि क्वेसन सोधेको। यतिबाट तिमीहरू 1 मार्क्स क्वेसन फस्यो क्या हैन, बोर्डमा देख्छौ सिधै। अनि अब 3 मार्क्समा चाहिँ सिम्पल एउटा क्वेसन राखिदिएको हुन्छ, यो एक्स यति देखा, यो निकाल, यो सेटबाट हेर्नु तिमीहरूले, सेटबाट 2 देखि 3टा क्वेसन प्र्याक्टिस गर। अनि अर्को चाहिँ भ्यालु अफ ए निकाल्नेवाला। मैले चाहिँ कति भनिरहेको छु कि भ्यालु अफ ए निकाल्नेवाला है। यहाँ चाहिँ तिमीहरूलाई भ्यालु जस्तै मानौँ एएक्स देखा, यहाँ त 4x देखा नि त हैन, यहाँ 4x -4 देखा, अनि यहाँ चाहिँ x + 2 देखा। अब यहाँ चाहिँ ax + 1 देखा छ अनि a को भ्यालु निकाल भने क्या हैन। यस्तो खालको क्वेसन पनि हेर्नु क्या, a को भ्यालु निकाल्ने त एकदम इम्पोर्टेन्ट है। कि त a को भ्यालु यहाँबाट, कि त भन्छ त्यो मिनिमाइज म्याक्सिमाइजबाट, कि त त्यहाँबाट, कि त रिमाइन्डरतिरबाट, कि त फ्याक्टरतिरबाट, अनि कि त चाहिँ कोअर्डिनेटबाट, 2 ठाउँबाट चाहिँ a को भ्यालु निकाल्ने फिक्सै हो क्या। सो अब चाहिँ हामी नेक्स्ट च्याप्टरमा जाऊँ।
सो अब हाम्रो अर्को च्याप्टर छ म्याट्रिक्स है। म्याट्रिक्स त सबैलाई सजिलो लाग्छ होला। सो म्याट्रिक्सबाट चाहिँ एउटा चाहिँ एमसिक्यू सोध्छ अनि एउटा चाहिँ 2 मार्क्सको क्वेसन अनि एउटा चाहिँ 3 मार्क्सको क्वेसन सोध्छ हैन। सो 1 मार्क्समा चाहिँ के सोध्न सक्छ भनेपछि अन्डर वाट कन्डिसन म्याट्रिक्स बिकम सिङ्गुलर। सो सिङ्गुलर म्याट्रिक्स चाहिँ कति बेला कुन कन्डिसनमा चाहिँ म्याट्रिक्स चाहिँ सिङ्गुलर हुन्छ अरे भनेर 1 मार्क्समा राखेको छ हैन। अनि डिफाइन इन्भर्स अफ म्याट्रिक्स अनि कन्डिसन इन्भर्स अफ म्याट्रिक्स चाहिँ कुन कन्डिसनमा चाहिँ पोसिबल छ त डिटर्मिनेन्ट 0 भएन भने हैन। त्यो तिमीहरूलाई थाहा होला। सो सिङ्गुलर र नन सिङ्गुलर म्याट्रिक्सको चाहिँ डेफिनेसन तिमीहरूले हेर हैन। अनि एडजोइन्ट म्याट्रिक्स भनेको के हो डेफिनेसन हैन। यतिबाटै 1 मार्क्सको क्वेसन फिक्स पर्यो। अनि अर्को चाहिँ म्याट्रिक्स मेथड र हाम्रो क्रामर रुल दुईवटा छ। दुईवटाबाट चाहिँ एउटा 2 मार्क्समा सोधिदिन्छ अनि एउटा चाहिँ 3 मार्क्समा सोधिदिन्छ। जस्ट तिमीहरूले चाहिँ म्याट्रिक्स सबैले म्याट्रिक्स चाहिँ सजिलो छ भनेर हेप्छन् के म्याट्रिक्सलाई हैन, त्यो गर्नुहुन्न। तिमीहरूले चाहिँ यस्तो खालको क्वेसन पनि हेर्नु है। यो 1/x छ नि त, x/2 छ एउटा हैन, अनि एउटा चाहिँ y/3 छ। अब यो धेरै झुक्किन्छ नि, x र y लाई चाहिँ राख्दाखेरि चाहिँ धेरै झुक्किन्छन्। यस्तो खालको क्वेसनहरू तिमीहरूले हेर्नु। एउटा चाहिँ 2/x वाला 2/x + 3/y = 9 भनौँ हैन। यो चाहिँ 1/x हुन्छ नि त। यो 1/x को फर्ममा आएको क्वेसन पनि तिमीहरूले यो प्र्याक्टिस गर्नु। अब x y कमन लिएर अब कसरी गर्छौ तिमीहरूले गर। एउटा चाहिँ यस्तो वाला, एउटा अरू सिम्पलवाला चाहिँ तिमीहरूले गर्छौ मलाई थाहा छ हैन। एउटा चाहिँ अप्पनवाला आउँदाखेरि चाहिँ धेरैजना झुक्किन्छन् क्या हैन। म पनि झुक्किन्थेँ क्या, सेल्फ म पनि झुक्किन्थेँ अप्पनवालामा आउँदाखेरि। त्यही भएर यस्तो अप्पनवाला क्वेसनहरू पनि तिमीहरूले प्र्याक्टिस गर्नु। एन्ड अब यो भ्यालु अफ x निकाल्नेवाला क्वेसन त 2 मार्क्सको लागि तिमीहरूले आउँछ होला धेरैलाई। क्रामर रुल र म्याट्रिक्स मेथड चाहिँ एकदम राम्रोसँग प्र्याक्टिस गरेर 5-5वटा क्वेसन हैन। अनि एउटा चाहिँ ल यस्तो खालको क्वेसन पनि राख्न सक्छ। इफ a = cos अल्फा sin अल्फा अनि माइनस sin अल्फा cos अल्फा सो द्याट a इन्भर्स = 1 भन्दै यस्तो खालको क्वेसनहरू पनि तिमीहरूले प्र्याक्टिस गर्नु। अनि खै 10 क्लासमा हो कि 9 क्लासमा होइन, एउटा ab² - bc + d = 0 वाला यस्तो खालको एउटा क्वेसन पनि छ क्या। त्यो तिमीहरूले यस्तो खालको क्वेसन पनि हेर हैन। खै 9मा हो कि 10मा हो म बिर्सिएँ, तर यस्तो खालको क्वेसन यदि छ भने चाहिँ यो खालको क्वेसन पनि हेर है। सो हाम्रो अर्को च्याप्टर छ कोअर्डिनेट जियोमेट्री हैन। कोअर्डिनेट जियोमेट्रीबाट चाहिँ 11 मार्क्सको क्वेसन सोध्छ हामीलाई। सो एउटा चाहिँ 2 मार्क्सको क्वेसन 1 मार्क्सको क्वेसन चाहिँ हामीलाई 2000 हैन, 2 मार्क्सको क्वेसन चाहिँ एउटा, अनि 3 मार्क्सको क्वेसन चाहिँ एउटा, अनि 4 मार्क्सको क्वेसन चाहिँ एउटा। सो एसई 2080 मा के भएको थियो भने हाम्रो 4 मार्क्सको क्वेसन चाहिँ सर्कलबाट सोधेको थियो अनि हाम्रो पेयर अफ स्ट्रेट लाइनबाट चाहिँ 3 मार्क्सको क्वेसन सोधेको थियो। अनि एसई 2081 मा चाहिँ 3 मार्क्सको के अरे 3 मार्क्सको क्वेसन सर्कलबाट अनि 4 मार्क्सको क्वेसन चाहिँ पेयर अफ स्ट्रेट लाइनबाट सोधेको थियो। भनेपछि यो इयर तिमीहरूले यो वर्ष चाहिँ कि त सर्कलबाट 4 मार्क्सको क्वेसन सोध्छ कि त भने चाहिँ हाम्रो एङ्गल बिट्विन 2 स्ट्रेट लाइन छन् नि, कि त भने यहाँबाट क्वेसन सोध्न सक्छ 4 मार्क्सको। दुईवटाबाट एकदम धेरै चान्स है। यदि केही तलमाथि भएन भने चाहिँ यहाँबाट के अरे भन्नाले पेयर कि त एङ्गल अफ स्ट्रेट लाइनबाट कि त भने चाहिँ सर्कलबाट चाहिँ 4 मार्क्सको क्वेसन सोध्ने चान्स छ। सो 1 मार्क्सको क्वेसन चाहिँ यहाँबाट के पढ्ने भन्छ भने चाहिँ फर्मुला पानी पार्नु पऱ्यो। फर्मुला चाहिँ अब एङ्गल अफ 2 स्ट्रेट लाइन अनि हाम्रो पेयर अफ स्ट्रेट लाइन अनि सर्कलतिर हाम्रो फर्मुला छ नि हैन। अब कन्डिसन अफ परपेन्डिकुलर के हो, कन्डिसन अफ प्यारलल के हो, कोइन्सिडेन्ट कति बेला हुन्छ के हुन्छ, सबै के पानी पार्नु पऱ्यो। फर्मुला नसामा दौडिनु पऱ्यो हैन। त्यो हुन्छ नि सबै च्याप्टरभरिको फर्मुला लेखेर भित्तामा चिप्काएर बिहान उठ्ने बेला पनि खाँदा पनि सुत्दा पनि जे गर्दा पनि त्यो फर्मुला दिनको 10 चोटि चाहिँ हेर्नु पऱ्यो। याद भइहाल्छ क्या, 3 दिनमा याद हुन्छ हैन। भइहाल्यो। फर्मुलाबाट 1 मार्क्स पानी पारेपछि यो चाहिँ तिमीहरूको 1 मार्क्स आउँछ। स्लोप निकाल्ने के हुन्छ, स्लोप निकाल्ने पनि सोध्न सक्यो हैन। अब थीटाको भ्यालु tan θ = +-m1 - m2 +1 + m1.m2 हैन। त्यो एङ्गल निकाल्ने क्या। अनि अझै पनि मलाई याद छ क्या यो फर्मुला हैन। सो यो तिमीहरूले यो फर्मुला पनि जान्नु पऱ्यो। अनि सर्कल, प्याराबोला, हाइपरबोला, एलिप्सको चाहिँ कन्डिसन यहाँबाट 1 मार्क्सको क्वेसन सोध्छ तिमीहरूलाई फिक्सै होइन, 100% सोध्छ 1 मार्क्सको क्वेसन। अब तिमीहरूलाई कन्डिसन दिन्छ क्या एउटा, यसलाई चाहिँ यसरी काट्यो भने सिधा काट्यो भने के हुन्छ, माथिबाट काट्यो भने के हुन्छ वाला त्यो छ नि हैन। जेनेरेटरबाट यसको प्यारलली काट्यो भने के हुन्छ भन्दै कि त कन्डिसन कि त हुन्छ वाट इज एलिप्स, वाट इज हाइपरबोला, वाट इज प्याराबोला भनेर डेफिनेसन पनि राखिदिन सक्यो हैन। सो अब चाहिँ हामी 2 मार्क्सको क्वेसनमा जान्छौँ। सो 1 मार्क्सको क्वेसन चाहिँ यति गरेपछि तिमीहरूको कभर भयो हैन। सो अब चाहिँ 2 मार्क्सको क्वेसनमा जाउँ है। 2 मार्क्सको क्वेसन चाहिँ 90% चान्स छ कि हाम्रो एङ्गल अफ स्ट्रेट लाइनबाटै सोध्छ हैन। 90% चान्स कुरा गरेछु। 10% चान्स चाहिँ उता हाम्रो भन्नाले पेयर अफ स्ट्रेट लाइनबाट सोध्न सक्यो। धेरै जस्तो चाहिँ एङ्गल अफ 2 स्ट्रेट लाइन छ नि सुरुको च्याप्टर के, सो त्यहाँबाट सोध्न सक्छ।
सो त्यहाँबाट चाहिँ भन्नाले 2 लाइन आर प्यारलल अथवा परपेन्डिकुलर टु इच अदर छन् अनि भ्यालु अफ ए निकाल्नेवाला क्वेसन सोध्न सक्यो। अब 2वटा इक्वेसन दिन्छ, अब त्यो गडबडवाला क्वेसन सोध्छ क्या होइन। तिमीहरूले फर्मुला जान्यो भने फर्मुलामै छ क्या एन्सरहरू सबै होइन। यो कोअर्डिनेट जियोमेट्री चाहिँ अब प्र्याक्टिस हान्नु पऱ्यो कि जति धेरै प्र्याक्टिस गरे पनि त्यति जान्ने हो क्या कोअर्डिनेट जियोमेट्री। अनि इक्वेसन अफ स्ट्रेट लाइन पासेस थ्रु गिभन पोइन्ट भने अनि प्यारलल टु द लाइन हेर मैले हाइलाइट पनि गर्दैछु। यो प्यारलल र परपेन्डिकुलर हुने कन्डिसन एकदम धेरै फ्रिक्वेन्टली आएको क्वेसनमा पर्छ क्या, त्यही भएर चाहिँ मैले राखिदिएँ हो। यहाँ पोइन्ट दिएको छ अनि यो चाहिँ प्यारलल छ अरे योमा, अनि यसको चाहिँ इक्वेसन अफ स्ट्रेट लाइन निकाल भने कति सजिलो होइन। सो फाइन्ड द इक्वेसन अफ स्ट्रेट लाइन भने अनि पासिङ थ्रु इन्टरसेक्सन भने अनि परपेन्डिकुलर यहाँ प्यारल यहाँ परपेन्डिकुलरवाला क्वेसन यी भने यस्तो 3टा इक्वेसन देखा। तिमीहरूले चाहिँ यो कोअर्डिनेट जियोमेट्री दिँदा चाहिँ कन्डिसन लाएर क्वेसनहरू गर्नु पऱ्यो। मैले सर्कलमा भन्छु अहिले होइन, त्यही तरिकाले चाहिँ यता गर्नु, सर्कलमा भन्छु मैले वेट एकछिन। सो फाइन्ड द इक्वेसन अफ स्ट्रेट लाइन पासिङ थ्रु द पोइन्ट भने अनि एङ्गल चाहिँ 45 डिग्री बनाएको छ अरे। अनि यो हाम्रो एउटा इक्वेसन देखा अनि यहाँ चाहिँ पोइन्ट देखा। अब यो बेला चाहिँ इक्वेसन अफ लाइन निकाल भने अब 2 मार्क्सको क्वेसन चाहिँ लगभग यति गऱ्यो भने चाहिँ तिमीहरूलाई पुग्छ होइन। अनि सर्कलबाट पनि कोही बेला चाहिँ नर्मल्ली सोधिरहेको हुन्छ 2 मार्क्सको, तर धेरै चाहिँ सर्कलबाट चाहिँ 4 मार्क्सको क्वेसन अथवा 3 मार्क्सको क्वेसन सोधिरहेको हुन्छ। भन्नाले हेर्न चाहिँ हेर्नु है। अब चाहिँ हामी 3 र 4 मार्क्सको लागि जान्छौँ। सो 3 र 4 मार्क्समा मैले अगाडि पनि भनिसकेँ होइन। यसपालि चाहिँ 3 मार्क्समा चाहिँ भन्नाले पेयर अफ स्ट्रेट लाइनबाट सोध्ने एकदम धेरै चान्स होइन, एकदम धेरै होइन। सर्कलबाट चाहिँ 4 मार्क्सको क्वेसन सोध्न सक्छ एसई 2082 को लागि होइन। त्यही भएर चाहिँ फर्स्टमा चाहिँ मैले यहाँ राखेको छु एउटा क्वेसन, यो चाहिँ 2 मार्क्समै सोध्ने क्वेसन हो है यो। सो द्याट द पेयर अफ यो भन्छ आर कोइन्सिडेन्ट भन्छ, कोइन्सिडेन्ट टाइप क्वेसन पनि तिमीहरूले प्र्याक्टिस गर्नु, अथवा कोइन्सिडेन्ट भनेर चाहिँ भ्यालु अफ द निकाल्ने भन्न सक्यो होइन, त्यही हो। अनि अब चाहिँ फाइन्ड द इक्वेसन अफ लाइन्स थ्रु द ओरिजिन, ओरिजिन भनेको 0,0 भयो होइन। अनि परपेन्डिकुलर टु द लाइन्स रिप्रेजेन्टेड बाई एक्स स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इक्वल टु 0 भन्ने यसरी यो टाइपको क्वेसन एकदम धेरै सोधिरहेको हुन्छ। अनि एउटा चाहिँ परपेन्डिकुलर अनि एउटा चाहिँ प्यारलल हुने कन्डिसनबाट चाहिँ तिमीहरूलाई क्वेसनहरू सोधिरहेको हुन्छ होइन। यो मैले यहाँ बुक पनि लिएको छु। सो यस्तो बुकबाट पनि हेरौँ है, त्यसपछि तिमीहरूलाई चाहिँ बुकबाट भनेपछि सजिलो हुन्छ क्या। हेर यहाँ कन्डिसन अफ परपेन्डिकुलरिटी भने नि a प्लस b इक्वल टु 0 हुन्छ। सो यो तिमीहरूले यस्तो यस्तो क्वेसनहरू चाहिँ प्र्याक्टिस गर्नु पऱ्यो क्या। यदि तिमीहरूसँग सिडिसी बुक छ भने सिडिसी बुकको इक्जाम्पल सबै सर्लक्क खानु पऱ्यो है। र यो यस्तो खालको क्वेसन चाहिँ तिमीहरूलाई 3 मार्क्समा सोधिदिन्छ कि डाइरेक्ट हेर। सेपरेट इक्वेसन र एङ्गल निकाल्ने होइन, एक्स स्क्वायर प्लस 2xy सेक ए, यस्तो सेक ए ट्यान एवाला सोधिदिन्छ क्या। नर्मल्ली त जसले पनि गर्छ नि त होइन, सेक ए ट्यान यस्तो दियो भने चाहिँ झुक्किन्छन् भनेर चाहिँ यस्तो खालको क्वेसनहरू राखिदिएर हुन्छ। अनि यहाँ एउटा यो टाइपको क्वेसन पनि एकदम धेरै सोध्ने 3 मार्क्समा चान्स भएको क्वेसनहरू। सेपरेट इक्वेसन लाइन भने प्यारल टु द लाइन्स भने यो एउटा लाइनसँग चाहिँ प्यारल छ अरे अनि एउटा चाहिँ पोइन्ट देखायो अरे होइन। यस्तो खालको चाहिँ तिमीहरूले क्वेसनहरू प्र्याक्टिस गर। अनि यो टाइपको क्वेसन एकदम इम्पोर्टेन्ट। सो यो प्रुभ गर्ने भने नि प्रुभ द्याट द लाइन्स रिप्रेजेन्टेड आर परपेन्डिकुलर द लाइन्स, यो भने यस्तो खालको क्वेसन पनि तिमीले एकदम हेर्नु होइन। यसको सोल्युसन पनि यही छ, सोल्युसन हेर। त्यस पछाडि चाहिँ यो मलाई लाग्यो कि यो पालि चाहिँ यस्तै खालको सिधै सिम्पलवाला क्वेसन सोधिदिन सक्छ यसले 3 मार्क्सको लागि है। यो टाइपको क्वेसन पनि प्र्याक्टिस गर्ने। हेर सेपरेट इक्वेसन निकाल्ने भने एउटा इक्वेसन देखा होइन, अनि यसको चाहिँ सेपरेट इक्वेसन निकाल्ने भने हेर यसरी गर्ने। सो यो क्वेसन चाहिँ अब जुन मेथडबाट नि गर्न मिल्छ होइन। तिमीहरूले यस खालको क्वेसन प्र्याक्टिस गर्ने। यस्तो क्वेसनहरू चाहिँ यस्तो क्वेसनहरू पनि हेर्नु क्या तिमीहरूले। याफ र जीमा सोधे नि होइन। यस्तो नर्मल्ली यस्तो त जसले पनि गर्छ नि त होइन, सबैले गर्छ नि त। ए प्लस ल्याउनको लागि त अरूभन्दा अरू डिफ्रेन्ट हुनु पऱ्यो। यस्तो क्वेसनहरू हेर्नु पऱ्यो। अल्फा वा साइन अल्फा कट अल्फा यी भने नि अल्फा सल्फा, अब यी नि यस्तो त नर्मल्ली जसले नि गर्छ नि त होइन। यी सेपरेट इक्वेसन निकाल्ने होइन, यस्तै क्वेसनहरू चाहिँ तिमीहरूले प्र्याक्टिस गर। यति गऱ्यो भने चाहिँ लगभग यो च्याप्टर चाहिँ तिमीहरू कभर हुन्छ। 3 मार्क्समा सोध्छ है, यहाँबाट 3 मार्क्समा सोध्छ। यतिबाट हेर यहाँबाट चाहिँ यो सेपरेट इक्वेसन मैले इक्जाम्पलमा पनि देखाएको छु होइन। हेर यो टाइपको क्वेसन एकदम धेरै सोधिरहेको हुन्छ, फ्रिक्वेन्टली आएको क्वेसनमा पर्छ यो। इक्वेसन अफ यो भने पासिङ प्यारलल टु द लाइन्स भने नि होइन। यो टाइपको क्वेसन एकदम हेर है। प्यारलल तिमीहरूलाई परपेन्डिकुलरवाला चाहिँ 2080 मा सोधिसके भनेपछि यो सोध्न बाँकी चाहिँ प्यारललवाला छ क्या तिमीहरूलाई होइन। यो पालि चाहिँ प्यारललवाला सोध्ने एकदम धेरै चान्स छ। अनि नर्मल्ली एउटा त यस्तो भन्नाले एङ्गलवाला यो सो गर्ने भन्नाले यो यस्तो खालको क्वेसनमा राखिदिन सक्यो। लगभग यति गर्नु पऱ्यो। अनि एउटा चाहिँ ओरिजिनवाला मैले अगाडि पनि भनेको थिएँ होइन, यो ओरिजिनवाला पनि यसो हेर भयो। लगभग यति गरेपछि तिमीहरूलाई हुन्छ। सो अब चाहिँ हामी सर्कलमा जाऊँ है त ल। सो सर्कलमा यस 2082 मा चाहिँ सर्कलबाट कि त 3 मार्क्स कि त 4 मार्क्समा 110% क्वेसन सोध्छ। 4 मार्क्समै सोध्ने एकदम धेरै चान्स छ। सर्कलबाट चाहिँ के गर्ने त होइन। सो सर्कलबाट चाहिँ हामीलाई जनरली 5 टाइपको क्वेसन छ कि सर्कल च्याप्टरैभरिमा होइन। 5 टाइपको क्वेसन छ सर्कलभरि च्याप्टरभरिमा होइन। सो अब सुरुमा चाहिँ हेरौँ।
सो सुरुमा चाहिँ तीनटा हाम्रो जुन पोइन्ट देखा तीनटा पोइन्ट दिन्छ हैन भन्नाले तीनटा पोइन्ट दिन्छ नर्मली तीनटा पोइन्टबाट चाहिँ यसको सेन्टर निकाल यसको रेडियस निकाल यसको इक्वेसन अफ सर्कल निकाल के हुन्छ यो तीनटा पोइन्ट दिएको बेला भनेर एउटा क्वेसन भयो एउटा सम्झिने है एउटा तीनटा पोइन्ट दिएको बेला तिमीहरुले क्वेसन प्र्याक्टिस गर्दा यसरी प्र्याक्टिस गर्नु पर्यो के एउटा तीनटा पोइन्ट दिएको प्र्याक्टिस गर्नु पर्यो एउटा दुईटा पोइन्ट एउटा इक्वेसन दिएको प्र्याक्टिस गर्नु म भन्छु ल र एउटा चाहिँ कन्सेन्ट्रिक वाला क्वेसन यो क्वेसन एकदम इम्पोर्टेन्ट है यो नेपाली कन्सेन्ट्रिक वाला सोधे हैन कन्सेन्ट्रिक वाला धेरै भयो नसोधेको त्यही भएर यो एसएमा चाहिँ कन्सेन्ट्रिक वाला सोध्नु सक्यो है एउटा सर्कल भित्र अर्को हैन थाहा होला नि तिमीहरुलाई हैन कन्सेन्ट्रिक वाला क्वेसन नछोडा है अरु अनि एउटा छ दुईवटा पोइन्ट अनि एउटा इक्वेसन दिएको कन्डिसन तिमीहरुले चाहिँ दुईवटा पोइन्ट दिन्छ अनि एउटा चाहिँ इक्वेसन दिन्छ हैन ए जस्तै मानम एक्जाम्पलको लागि एउटा इक्वेसन लिएके एउटा चाहिँ दुईटा पोइन्ट एउटा इक्वेसन एउटा चाहिँ दुईवटा इक्वेसन एउटा पोइन्ट अनि एउटा चाहिँ एउटा इक्वेसन एउटा पोइन्टबाट भनेपछि चार टाइप भनेपछि तीन टाइप चार टाइप पाँच टाइपको क्वेसन त भयो नि हैन एउटा चाहिँ एक्जाम्पलले एउटा क्वेसन राखेको छु मैले फाइन्ड द इक्वेसन अफ सर्कल पासिङ थ्रु द सेन्टर अफ सर्कल यो भने एउटा इक्वेसन दिए अनि एन बिङ कन्सेन्ट्रिक सर्कल यो कन्सेन्ट्रिक वाला क्वेसन छ नि मैले यहाँ यो यसको एउटा एक्जाम्पल राख्दै र अरु चाहिँ बुकबाट हेरौँ डाइरेक्ट सो सर्कलबाट चाहिँ तिमीहरुलाई चाहिँ कस्तो क्वेसन भन्नाले मैले भने यत्रा बेर भने तिमीहरुले बुझ्यौ नै हैन सो त्यही भएर चाहिँ मैले तिमीहरुले एक्जाम्पल पनि देखाउँदै छु के सो हेर सो यहाँ के भने सो एउटा सुरुमा मैले यहाँ भने थिएँ 7 नम्बर क्वेसन यहाँ भन्थे नि तीनटा पोइन्ट दिएको कन्डिसन एउटा तिमीहरु एउटा तीनटा पोइन्ट दिएको कन्डिसनमा चाहिँ सर्कलको इक्वेसन निकाल्ने क्वेसन जान्नु पर्यो अनि एउटा चाहिँ कन्सेन्ट्रिक वाला यहाँ भने है नि 14 को एमा यो कन्सेन्ट्रिक वाला क्वेसन जान्नु पर्यो अनि एउटा चाहिँ यहाँ भने है फाइन्ड द इक्वेसन अफ सर्कल पासिङ थ्रु द पोइन्ट यो दुईवटा पोइन्टबाट पास गरे अनि यसको सेन्टर चाहिँ यो इक्वेसनमा चाहिँ लाइज गरे के एउटा इक्वेसन देखा दुईवटा पोइन्ट देखा एउटा टाइपको क्वेसन एउटा कन्सेन्ट्रिक वाला एउटा चाहिँ तीनटा इक्वेसन दिएको बेला अनि एउटा चाहिँ हेर एउटा चाहिँ तिमीहरुलाई चाहिँ हैन एउटा दुईवटा इक्वेसन एउटा दुईवटा पोइन्ट र एउटा इक्वेसन दिएको कन्डिसन भयो अनि एउटा चाहिँ दुईटा इक्वेसन अनि एउटा पोइन्ट दिएको कन्डिसन पनि हुन्छ के हेर फाइन्ड द इक्वेसन अफ सर्कल ह्याभिङ सेन्टर एउटा पोइन्ट देखा अनि दुईवटा इक्वेसन देखा नि त जम्मा चाहिँ पाँच टाइपको क्वेसन छन् के तिमीहरुले त्यही पनि गर्दैनौ त अनि पाँच टाइपको क्वेसन राम्रोसँग प्र्याक्टिस गरेर जाऊ सर्कल तिम्रो 100% बिग्रिन्न के अब 2 मार्क्सको लागि यदि आयो भने कभी कभार हैन डायमिटर वाला डायमिटरको फर्मुला छ नि हैन xx1 xx2 अनि y1 y2 वाला एउटा फर्मुला छ नि हो त्यो फर्मुलामा सिम्पल र भ्यालु राखेर इन पोइन्ट वाला यो 2 मार्क्सको लागि सोध्न सक्यो सर्कलबाट चाहिँ पाँच टाइपको क्वेसन कन्सेन्ट्रिक वाला दुईवटा इक्वेसन एउटा पोइन्ट दुईटा पोइन्ट एउटा इक्वेसन अनि एउटा इक्वेसन एउटा पोइन्ट अनि यो सेन्टर वाला यति पाँच टाइपको क्वेसन गर्यो भने तिम्रो 4 मार्क्स फिक्सै आयो के सर्कलबाट हैन ल सर्कल डन सो अब छ भेक्टरबाट चाहिँ 7 मार्क्सको क्वेसन सोध्छ 7 मार्क्समा पनि एउटा 1 मार्क्सको एउटा 2 भन्नाले एउटा 2 मार्क्सको अनि एउटा चाहिँ 4 मार्क्सको क्वेसन सोध्छ हैन सो 4 मार्क्सको पनि लगभग फिक्सै छ म भन्छु अगाडि भिडियोमा सो भेक्टरको चाहिँ 1 मार्क्समा चाहिँ तिमीहरुलाई फर्मुलै राख्दिरा हुन्छ के फर्मुलै लेख भनेर सोधिदिरा हुन्छ सो त्यो भएर चाहिँ फर्मुला जान्नु पर्यो 1 मार्क्समा फर्मुला सोध्छ हैन सो फर्मुला जान अनि हाम्रो चाहिँ पर्पेन्डिकुलर भनेको चाहिँ अर्थोगोनल पर्पेन्डिकुलर अर अर्थोगोनल हैन पर्पेन्डिकुलर अर्थोगोनल हुने कन्डिसन भनेको चाहिँ a भेक्टर डट b भेक्टर इक्वल टु 0 यो थाहा हुनु पर्यो 2 मार्क्समा चाहिँ यस्तो खालको क्वेसन राख्दिन सक्छ 2 मार्क्समा चाहिँ हैन तिमीले हेर इफ ए भेक्टर इज यता चाहिँ इलेक्सनको माहौल चलिरहेछ हैन बाहिर चाहिँ ब्याकग्राउन्ड नोइज आइरा होला सो यसलाई चाहिँ उस कम्प्रोमाइज गर्नु पर्यो तिमीहरुले सो इफ ए भेक्टर इज पर्पेन्डिकुलर टु बी भेक्टर भने हैन सो फाइन्ड द भ्यालु अफ x भनेर यस्तो सिम्पल यस्तो खालको क्वेसन राख्दिन सक्छ अनि यो टाइपको क्वेसन तिमीहरु कति एक्जाममा आएको होला हैन ए भेक्टर डट बी भेक्टर इक्वल टु 48 भने अनि a को म्याग्निट्युड भने 6√2 देखा अनि a भेक्टर b भेक्टर निकाल भने यस्तो खालको क्वेसन प्र्याक्टिस गर अनि एउटा चाहिँ प्रुफ दैट क्वेसन यार अनि एउटा चाहिँ भ्यालु अफ k निकाल्ने वाला भ्यालु अफ k निकाल्ने वाला क्वेसनहरु प्र्याक्टिस गर यो भेक्टरबाट अनि एउटा चाहिँ प्रुफ दैट वाला अनि एउटा चाहिँ नर्मली परपेन्डिकुलर निकाल प्यारलल निकाल अथवा भन्नाले निकाल भन्दा नि यो दिएर चाहिँ निकाल वाला हैन अनि एउटा चाहिँ यस्तो खालको क्वेसन प्र्याक्टिस गर्यो भने पुग्छ 2 मार्क्सको लागि लगभग पुग्छ एउटा चाहिँ यो टाइपको क्वेसन है ए भेक्टर बी भेक्टर सी भेक्टर भनेको 0,0 देखा अनि यो म्याग्निट्युड देखा अनि यस्तो वाला क्वेसन प्र्याक्टिस गर अनि एउटा चाहिँ मिड पोइन्ट सेक्सन अनि सेन्ट्रोइड छ नि यताबाट चाहिँ कन्सेप्ट बेस यिनीहरुको फर्मुला लगाएर चाहिँ सिम्पल हैन सिम्पल गर्ने खालको त्यो फर्मुलामा भ्यालु हालेर गर्ने खालको तिमीहरुले 2 मार्क्स 3 मार्क्सको क्वेसन 2 मार्क्सको क्वेसन चाहिँ सोध्न सक्छ अब 4 मार्क्सको क्वेसन भन्दैछु भेक्टरबाट ल सो 2080 को एसई मा हाम्रो यो न्यू सिलेबस छ नि न्यू सिलेबस आको 2080 मा चाहिँ हामीलाई रेक्टेंगलको चाहिँ यो सोधेको थियो डायगोनल अफ रेक्टेंगल आर इक्वल यो प्रुफ गर भन्दै यो क्वेसन सोधेको थियो 2080 मा हैन अनि सेमी सर्कल 2081 मा सोधे
भने पछाडि यो दुईवटा चाहिँ हामीले अब सोध्दैन एसईको के छ हाम्रो रुल अनुसार चाहिँ 4-5 वर्ष एउटै क्वेसन सोध्दैन भने नि त एसईले होइन 4-5 वर्ष जति रिपिट हुन्न भनेपछि यो दुईवटा क्वेसन आउने एकदम लेस चान्स के होइन यो एसईमा म्याक्सिमम चान्स भनेको चाहिँ यो प्यारालोग्राम बाइसेक्टिज अथवा रोम्बसवाला अनि एउटा चाहिँ हाम्रो यो हाम्रो मानव एउटा क्वाड्रिलेटरल छ अरे एबिसिडी यो एकदम इम्पोर्टेन्ट है यो क्वाड्रिलेटर यो एबिसिडी छ अरे अनि यसको मिड पोइन्ट छ अरे PQRS सो यो मिड पोइन्ट चाहिँ प्यारालोग्राम हुन्छ भनेर प्रुभ गर्नेवाला योवाला क्वेसन होइन यो क्वेसन एकदम हेर्नु है यो हेर मैले यहाँ लेखेको पनि छु यी मिड पोइन्ट आर प्यारालोग्रामवाला होइन लेखेको छु अनि एउटा मिड पोइन्ट अफ हाइपोटेनियस अफ राइट एङ्गल ट्रायंगल इज इक्विडिस्टेन्ट फ्रम इज भर्टिसेस भनेर योवाला क्वेसन पनि यस्तो हेर यो एकदम नछोड है गाइज यो एकदम इम्पोर्टेन्ट है एकदम आउन सक्ने धेरै चान्स छ यो अनि यिनीको पनि चान्स छ होइन यो सेमी सर्कल र यो चाहिँ अब अलि लिस्ट चान्स छ भनेर छोडेर जानु त भएन यदि तिमीसँग टाइम छैन भने चाहिँ यो अनि दुईवटा मात्रै हेरेर जाऊ गर्न चाहिँ सबै पर्यो है फेरि दाइले यो भनेको थियो यो आएन यो भन्न मलाई पाइने छैन गर्न सबै गर्न पर्यो टाइम हामीसँग स्टिल छ होइन अलि इम्पोर्टेन्ट दिएर चाहिँ यो तिनवटालाई यसो हेर तिमीहरूले अरूलाई पनि यसो हेर होइन यिनी पनि यसो हेर नि त के छ र गाह्रो छैन सो अर्को चाहिँ एउटा यहाँ पनि रहेछ होइन प्रुभ द्याट द मिडियन अफ एन आइसोसलेस ट्रायंगल इज परपेन्डिकुलर टु इट्स बेस योवाला पनि सोध्न सक्यो त्यही होइन अगाडि भनेको छ धेरै हेरौँ यिनीहरूलाई पनि हल्का हल्का चाहिँ हेरौँ होइन अब चाहिँ स्ट्याटिक्सबाट चाहिँ 8 मार्क्स क्वेसन सोध्छ मिन डेभिएसन फ्रम मिन र मिन डेभिएसन फ्रम मिडियन होइन अनि स्ट्यान्डर्ड डेभिएसन चाहिँ लगभग फिक्स चाहिँ जस्तै हो कि 100% जस्तै क्वेसन हो अनि एउटा चाहिँ कोएफिसिएन्ट अफ भेरिएसनबाट 2081 मा चाहिँ कोएफिसिएन्ट अफ भेरिएसन सोधेको थियो भनेपछि यसपालि स्ट्यान्डर्ड डेभिएसन 100% आउँछ तिमीहरूलाई अब मजाले गर्नु पऱ्यो कि स्ट्यान्डर्ड डेभिएसन मिन डेभिएसन चाहिँ अब जति तिम्रो साइडमा अगाडि जति लोद्धर पऱ्यो भने केही नजान्ने परेछ भने पनि स्ट्यान्डर्ड डेभिएसन मिन डेभिएसन चाहिँ मिलाउँछ क्या उसले होइन राम्रोसँग प्र्याक्टिस गरेर आएको हुन्छ नि त फिक्स क्वेसन भने पछाडि त त्यही भएर चाहिँ उनीहरूसँग एन्सर चाहिँ म्याच गर्नु पऱ्यो क्या स्ट्यान्डर्ड डेभिएसन भन्नाले मिन अथवा मिडियनबाट निकाल्ने भन्नाले मिन डेभिएसन फ्रम मिन र मिन डेभिएसन फ्रम मिडियन छ नि यो दुईवटाबाट चाहिँ एउटा क्वेसन सोध्छ तिमीहरूलाई फिक्सै हो क्या होइन सो त्यही भएर चाहिँ अगाडि पछाडि पर्नेसँग चाहिँ यसो एन्सर चाहिँ म्याच गर्नु कि एसईमा होइन एन्सर म्याच गर्नु त्यस पछाडि अब आफ्नो साथीहरूलाई चाहिँ वासरुमतिर बोलाएर चाहिँ एन्सर पनि म्याच गर्ने होइन त्यस्तो गर्नुपर्छ क्या यो दुईवटा चाहिँ एन्सर म्याच गर्नु साथीसँग मिलाएपछि ढुक्क हुन्छ नि त होइन 6 मार्क्स त आउँछ हाम्रो त्यो पछाडि चाहिँ फर्मुला छ यसो कोएफिसिएन्ट अफ भेरिएसन त्यता तिनीहरू पनि हेर होइन सो अब चाहिँ क्वार्टरल डेभिएसनमा चाहिँ 2 मार्क्सको क्वेसन सोधिदिन्छ तिमीहरूलाई क्वार्टरल डेभिएसन भनेको के हो Q3 - Q1/2 अनि कोएफिसिएन्ट अफ क्वार्टरल डेभिएसन भनेको चाहिँ Q3 - Q1 Q3 + Q1 ए फर्मुलामा भ्यालु राख्नेवाला सिम्पल गर्ने खालको 2 मार्क्सको क्वेसन आउँछ 8 मार्क्स चाहिँ बिगार्ने भएन है जसलाई पास हुन गाह्रो लाग्छ तिमीहरूले स्ट्याटिस्टिक्स चाहिँ अलि टाइम दिएर मजाले प्र्याक्टिस गर्नु पऱ्यो अब चाहिँ ट्रान्सफर्मेसन सो ट्रान्सफर्मेसनबाट चाहिँ तिमीहरूलाई 1 मार्क्सको क्वेसन यही सोधिदिएर हुन्छ सो एउटा रिलेसन छ नि यो होइन OP.OP' = R² यो रिलेसन थाहा हुनु पऱ्यो अनि एउटा चाहिँ होइन इफ अ पोइन्ट P इज इनसाइड द इन्भर्जन सर्कल वेयर डज इट्स इन्भर्स लाइज सो पोइन्ट P चाहिँ इनसाइड द इन्भर्जन सर्कल छ भने चाहिँ यसको इन्भर्स चाहिँ आउटसाइड द इन्भर्जन सर्कलमा लाइ गर्छ अनि इफ होइन पोइन्ट P इज आउटसाइड द इन्भर्जन सर्कल छ भने चाहिँ यसको इन्भर्स चाहिँ इनसाइड द इन्भर्जन सर्कल हुन्छ ठ्याक्कै रिभर्स हुन्छ क्या यो कन्डिसन याद राख अब 3 मार्क्स भन्दा नि यहाँबाट 4 मार्क्सको क्वेसन सोध्छ अर्को होइन लङ क्वेसनमा आउँछ सो यहाँबाट चाहिँ लङ क्वेसनमा चाहिँ तिमीहरूलाई के सोध्न सक्छ भनेपछि चाहिँ तिमीहरूले सुरुमा फर्मुला होइन यो च्याप्टरबाट जति नि हाम्रो त्यो सुरुमा चाहिँ यसलाई रिफ्लेक्सन गर अनि फेरि रोटेसन गर भनेर सोधिदिन्छ क्या अथवा भन्नाले अथवा इन्लार्जमेन्ट गर भनेर सोध्न सक्यो ट्रान्सलेसन गर भनेर सोध्न सक्यो ट्रान्सलेसन इन्लार्जमेन्ट रोटेसन र रिफ्लेक्सनको चाहिँ सबै फर्मुला पानी नसामा दौडाउनु पऱ्यो मैले अगाडि पनि भने होइन भित्तामा चिप्काएर हुन्छ कि जे गरेर हुन्छ एकदम मजाले गर्नु पऱ्यो यहाँ भने अब यस्तो खालको क्वेसनहरू प्र्याक्टिस गर्न तिमीहरूले होइन यहाँबाट चाहिँ के भन्नु र मैले फर्मुला जति गऱ्यौ जति राम्रोसँग प्र्याक्टिस गऱ्यौ त्यति तिमीहरूले जान्ने यहाँबाट अनि अब अर्को चाहिँ 3 मार्क्समा चाहिँ तिमीहरूले सिम्पल यस्तो खालको क्वेसन प्र्याक्टिस गरे हुन्छ यो प्रुभ गर्नेवाला यस्तो यो बच्चा खेले जस्तो क्वेसन हो यार यो त मलाई भन्न पनि लाज लागिरहेको होइन युनिट स्क्वायर भनेको के युनिट स्क्वायरको यो गर्नेवाला क्या 3 मार्क्समा सोध्छ यो चाहिँ 4 मार्क्समा सोध्छ उताबाट त्यही हो लगभग स्ट्याटिक्सबाट तिमीहरूको स्ट्याटिक्सबाट कति मार्क्सको क्वेसन गरे 8 मार्क्समा तिमीहरूले 8 लिएर आउनु पऱ्यो है स्ट्याटिस्टिक ट्रान्सफर्मेसनबाट चाहिँ कति मार्क्सको क्वेसन सोध्छ 8 मार्क्सको क्वेसन सोध्छ सायद एउटा दुईवटा 8 मार्क्सको क्वेसन तिमीहरूले पानी नसामा दौडाउने भएर स्ट्याटिक के अरे ट्रान्सफर्मेसनबाट नि क्वेसनहरू प्र्याक्टिस गर्नु पऱ्यो त्यही हो
त्यही एउटा चाहिँ मैले फेरि भने युनिट स्क्वायरवाला अनि एउटा चाहिँ रिफ्लेक्सन रोटेसन इन्लार्जमेन्ट र ट्रान्सलेसनबाट 4 मार्क्सको क्वेसन, युनिट स्क्वायरबाट 3 मार्क्सको क्वेसन अनि यो फर्मुलाबाट 1 मार्क्स गरेर चाहिँ 4 + 3 7 8 मार्क्सको क्वेसन आयो। सो अब ट्रिग्नोमेट्री। सो सबैलाई धेरै जस्तोलाई गाह्रो लाग्ने भनेको चाहिँ ट्रिग्नोमेट्री नै हो। म बुझ्छु तिमीहरूको पीडा। सो ट्रिग्नोमेट्रीबाट चाहिँ 15 मार्क्सको क्वेसन सोचे। सो ट्रिग्नोमेट्रीलाई चाहिँ A+ फ्याक्टर पनि भनिन्छ क्या। भन्नाले A+ यो स्टुडेन्टले चाहिँ A+ ल्याउँछ कि नै भन्ने डिटर्माइन चाहिँ ट्रिग्नोमेट्रीले नै गर्छ क्या हैन। अब अरू च्याप्टर चाहिँ अलि कम्प्यारेटिभली सजिलो छ यस्तो ट्रिग्नोमेट्रीको कम्प्यारिजनमा हैन। सो यहाँबाट चाहिँ 1 मार्क्सको क्वेसन चाहिँ 2 वटा सोध्छ। सो 1 मार्क्सको क्वेसन 2 वटा, ती पनि सबै फर्मुलाहरू के ट्रिग्नोमेट्रीको फर्मुलाहरू भित्तामै चिप्काउनु पर्यो क्या। भित्तामा चिप्काएर मजाले दिनदिनै हैन आधी घन्टा 1 घन्टा जति मजाले रिभिजन गरे पछाडि त कसो नआउला त हैन त्यत्रो दिनमा। सो त्यही हो। सो ट्रिग्नोमेट्रीको फर्मुलामा चाहिँ के हेर्ने भनेपछि सुरुमा हैन यो छ नि हाम्रो एक्सप्रेस tan 2a इन टर्म्स अफ tan a cot a एउटा चाहिँ यस्तो खालको सोधिदिन्छ क्या। भन्नाले यसलाई चाहिँ यसरी tan a लाई चाहिँ त्यसमा एक्सप्रेस गर अथवा sin 2a लाई चाहिँ भन्नाले sin 2a लाई चाहिँ sin a र cos a मा उस गर अनि यसलाई चाहिँ यसमा भन्नाले एक्सप्रेसिङ गर्ने होला के फर्मुला एउटा चाहिँ एक्सप्रेस गर भनेर सोध्न सक्छ। यो मल्टिपलको कन्डिसनमा भयो केटाकेटी हैन, यो मल्टिपलको कन्डिसन भयो। अब एउटा चाहिँ सब मल्टिपलको कन्डिसन हेर, यो tan 3a को फर्मुला पनि यसो हेर, यो धेरै भख नसोधेको आउन सक्यो हैन। यहाँ छ हेर फर्मुला चाहिँ तिमीहरूले एउटा यस्तो खालको हेर्नु पर्यो। sin 2a लाई चाहिँ sin a को टर्ममा cot tan को टर्ममा cot को टर्ममा अब यो सब मल्टिपल कन्डिसनमा यो फर्मुला जान्नु पर्यो। सेम छ नि त, एउटा यो जानिस् त यो जानिहालिन्छ। अब ल मानम cos 2a लाई चाहिँ कटको फर्ममा चाहिँ लेख भनेर फर्मुला एउटा यो टाइपको फर्मुला तिमीहरूले जान्नु पर्यो एउटा हैन। यहाँबाट चाहिँ 1 मार्क्सको क्वेसन सोध्छ यही टेबलबाट। अनि अर्को चाहिँ छ फर्मुला पनि 2 मार्क्सको सोध्छ नि हामीलाई हैन 1 मार्क्समा। सो अर्को चाहिँ यो वाला sin c + d को फर्मुला, sin c - d को फर्मुला, cos c + d को, cos c - d को, यति 4 वटाबाट। अनि अर्को चाहिँ यो sin a + b, sin a - b, cos a + b, cos a - b अनि नि यो छ नि sin 2a, sin 2b। मैले भने नि हैन कि त भनी चाहिँ त्यही cos c - cos d वालाबाट सोध्छ फर्मुला 1 मार्क्सको, कि त भनी चाहिँ अगाडि cos 2a इन टर्म्स अफ sin a tan a cot a वाला अब जे पनि सोध्न सक्यो क्या त्यही फर्मुला सोध्छ। 1 मार्क्स हाम्रो कभर भयो ट्रिग्नोमेट्रीबाट हैन। अब 2 मार्क्स र 3 मार्क्स छ ट्रिग्नोमेट्री। अब हामीले चाहिँ कति मार्क्स बच्यो यहाँ 9 मार्क्स 10 11 12 13। सो 13 मार्क्स बच्यो हाम्रो। 2 मार्क्स त आइसक्यो नि फर्मुलाबाट, 13 मार्क्स बच्यो। अब ट्रिग्नोमेट्री पढ्दा चाहिँ दिमाग लगाएर पढ्नु पर्यो कि हामीलाई A+ भनेको 70 भन्नाले 68 आयो भने A+ हो नि त हैन। 68 आयो भने A+ हो। ल हेर म के भन्दैछु बुझ्छौ तिमीहरूले अगाडि। सो हाम्रो हाइट एन्ड डिस्टेन्स र कन्डिसनलबाट चाहिँ फिक्सै छ क्या 6 मार्क्स फिक्सै आउँछ क्या यहाँबाट। फिक्सै 6 मार्क्सको क्वेसन सोध्छ। हाइट एन्ड डिस्टेन्सबाट पनि फ्ल्याग स्टफ रिलेटेड क्वेसनहरू अब डायग्राम यो चाहिँ जति गर्न सक्यो त्यति जति प्र्याक्टिस गर्यो त्यति आउने च्याप्टर हाइट एन्ड डिस्टेन्स भनेको भन्नाले युट्युबमा जाऊ कुनै एउटा सरको हेर हैन, कुनै एउटा सरको च्यानल सर्च गर अनि हाइट एन्ड डिस्टेन्स 1 सर्ट SE भन्दै सर्च गर। त्यहाँ मजाले सरहरूले जे गराउनुहुन्छ त्यो गर अनि आफ्नो इक्जाम्पल बुकको इक्जाम्पलमा भएको क्वेसनहरू प्र्याक्टिस गर। इनफ हुन्छ क्या हाइट एन्ड डिस्टेन्स। मजाले तिमीहरूले फिगर बनाउन सक्यो भने मजाले गर्न सक्छ हाइट एन्ड डिस्टेन्स, केही पनि गाह्रो छैन। जस्तै इक्जाम्पलको लागि चाहिँ यहाँ हेर हाइट एन्ड डिस्टेन्सबाट कस्तो क्वेसन सोध्न सक्छ भनेपछि तिमीहरूले हैन हेर। अब यहाँ एङ्गल अफ एलिभेसन यो रुफवाला भने एउटा रुफवाला यो हेर हैन। एङ्गल अफ एलिभेसन भन्नाले हाइट निकाल्ने 2 वटा एङ्गल दिन्छ अनि हाइट भन्नाले यो गराउनेवाला तिमीहरूले त यो उता म्याथमा पनि गर्छौ हैन। त्यही भएर चाहिँ अलिअलि सजिलै छ क्या, त्यस्तो गाह्रो पनि छैन। अनि एउटा चाहिँ यो फ्ल्याग स्टफ रिलेटेड क्वेसन यो एकदम इम्पोर्टेन्टै भन्छु म। फ्ल्याग स्टफ यो धेरै भएन आएको यो फ्ल्याग स्टफ रिलेटेड यो वाला क्वेसन हैन। यस्तै गरेर हाइट अफ फ्ल्याग स्टफ निकाल्ने यो सेकेन्ड टावरवाला हैन, यी एकदम सोधिरहेको हुन्छ। त्यही हेर हैन। अब फिगर चाहिँ बनाउन सिक्नु पर्यो। हाइट एन्ड डिस्टेन्स जति प्र्याक्टिस गर्यो त्यति आउने हो तिमीहरूले। अब अर्को छ कन्डिसनलवाला, अर्को छ हाम्रो कन्डिसनलवाला क्वेसन क्या हैन। सो कन्डिसनलबाट चाहिँ तिमीहरूलाई फिक्सै हो क्या, दुईवटाबाट त्यति दुईवटा गऱ्यो भने चाहिँ 6 मार्क्स आयो क्या तिमीहरूको हैन। म यसरी पढ्नुपर्छ क्या, पढ्दाखेरि दिमाग लगाएर पढ्यो भने चाहिँ बल्ल तिमीहरूको A+ आउने चान्स हुन्छ। ल हेर अर्को चाहिँ हैन कन्डिसनलबाट चाहिँ एउटा सिम्पल छ। कन्डिसनल भन्नाले A + B + = पाई गराएर पाई - C, A + B = पाई - C वाला गराएर यो धेरैलाई सजिलो पनि लाग्छ होला। यो एउटा चाहिँ सिम्पल sin 2a sin 2b sin tc गरेर चाहिँ यो वाला प्र्याक्टिस गर्ने यस्तो खालको प्र्याक्टिस गरे। एउटा चाहिँ यो वाला यो टाइपको भयो हैन, sin 2a वाला टाइपको भयो। एउटा चाहिँ सब मल्टिपलको भयो कि एउटा उता मल्टिपलको भयो। यो सब मल्टिपलको कन्डिसनमा यो वाला भयो। त्यो 2 3 वटा क्वेसन छन् के। अनि एउटा चाहिँ छ sin स्क्वायर वाला, एउटा स्क्वायर वाला म के भने अहिलेसम्म एउटा स्क्वायर वाला अनि एउटा sin 2a वाला,
एउटा 2a वाला प्र्याक्टिस गर्नु, एउटा चाहिँ स्क्वायर वाला प्र्याक्टिस गर्नु, एउटा साइन मात्र भन्यो भने मैले अहिलेसम्म हैन, एउटा साइन वाला साइनको चाहिँ 2a वाला अनि स्क्वायर वाला यो यस्तो, अनि एउटा चाहिँ यो वाला पनि हेर है, कस यो 3a वाला पनि हेर, यति हेरे पार भयो क्या तिमीहरूले हैन। अनि यो वाला क्वेसन नि हेर, यो 9 नम्बरको ए छ नि, 9 नम्बरको ए पनि प्र्याक्टिस गर, अनि यो वाला यस्तो वालाको प्र्याक्टिस गर, यति प्र्याक्टिस गर भयो। यहाँभन्दा बाहिरबाट क्वेसन आउँदैन। अनि एउटा चाहिँ एउटा कस स्क्वायर वालाको टर्ममा पनि हेर है, यो साइन स्क्वायर वाला मैले भने, एउटा कस स्क्वायर वाला पनि हेर। यति गऱ्यो भने चाहिँ लगभग कन्डिसनल तिमीहरूले भने नि मैले, एउटा साइन स्क्वायर वाला, अनि एउटा चाहिँ साइन 2a वाला, अनि एउटा चाहिँ सब मल्टिपल साइन बाई 2 वाला एउटा हैन, सब मल्टिपलको फर्ममा, अनि एउटा चाहिँ त्यो साइन b प्लस c माइनस a वाला के, b प्लस c माइनस a प्लस भन्छ नि हैन, b प्लस साइन c प्लस a, यो बुकमा खोजेपछि भेटिहाल्छ, यो सेट बुकमा खोजेपछि हैन। एउटा चाहिँ यस्तो खालको प्र्याक्टिस गरेर भयो। अब के भयो, कुरो के भयो अरे, यहाँबाट 3 मार्क्सको क्वेसन फिक्स छ, यहाँबाट पनि 3 मार्क्सको क्वेसन फिक्स छ, यहाँ 6 मार्क्स आइहाल्यो, अनि यहाँ फर्मुला 2 गरेर 6 7 8 मार्क्स आइहाल्यो। हाम्रो 8 मार्क्स आयो नि हैन, 8 मार्क्स आयो। ट्रिग्नोमेट्रीबाट 15 मार्क्समा 8 मार्क्स त हामीले लिइसक्यौँ। हामीले a प्लस भनेको कति हो, 68 मात्रै हो। अब एउटा चाहिँ 3 मार्क्सको क्वेसन सोधिदिन्छ, त्यो चाहिँ अब कि त मल्टिपलबाट, कि त सब मल्टिपलबाट, कि त ट्रान्सफर्मेसनबाट, कि त भने चाहिँ ट्रिग्नोमेट्री इक्वेसन जहाँबाट पनि सोध्न सक्छ क्या। अब त्यो 3 मार्क्सको लागि कति टाइम वेस्ट गर्ने त हामीले हैन, त्यत्रो धेरै गर्नभन्दा त यदि थोरै सुरुमा प्र्याक्टिस गरेर यति हाम्रो मुठीमा लिग्यौँ भने पो बरु अरू गर्न हामीलाई उस हुन्छ त। अब उता गरे हैन, एउटा एक्सर्साइज गर्छ, झ्याउ लायो, छोडिदिन्छ। अब यिनी पनि छोडिदिन्छ क्या फिक्स आउने भने, त्यो गर्नु भएन। सुरुमा यो दुईवटा प्र्याक्टिस गरेर भ्याएपछि मात्र अरूमा जानु पऱ्यो क्या। 2 मार्क्सको क्वेसन पनि सिम्पलवाला सोधिरहेको हुन्छ, 2 मार्क्सको क्वेसन पनि ट्रान्सफर्मेसनबाट चाहिँ फर्मुलावाला सोधिरहेको हुन्छ। 2 मार्क्सको क्वेसन चाहिँ एउटा ट्रिग्नोमेट्रिक इक्वेसन छ नि, यहाँबाट चाहिँ सोधिरहेको हुन्छ, सिम्पलवाला सजिलो क्वेसन सोधिरहेको हुन्छ। ट्रिग्नोमेट्रिक इक्वेसनबाट चाहिँ 2 मार्क्सको क्वेसन धेरै सोधिरहेको है। सो त्यो हेर। सो अरू चाहिँ अब नर्मली तिमीहरूलाई के छ भने हैन, अब यतिबाट चाहिँ एउटा 3 मार्क्सको क्वेसनको लागि तिमीहरूले एकदम प्र्याक्टिस गर्नु पऱ्यो। अब त्यो त त्यो 3 मार्क्सको क्वेसन चाहिँ जहाँबाट जस्तो खालको क्वेसन पनि हालिदिन सक्छ हैन, त्यो चाहिँ अब भगवान् भरोसा हो, जे पनि आउन सक्यो कि, जे पनि आउन सक्यो। हेर अब यहाँ एक्सर्साइज यत्रो एक्सर्साइज छ हैन, अब कति गर्छौ त तिमीहरूले भनेको कुरामा डिटरमाइन गर्छ। यो वाला क्वेसन एकदम हेर है, यो cos 6 यो वाला हेर, मैले यहाँ अलि आउन सक्ने प्रोबेबिलिटी मलाई लागेको चाहिँ मैले भनिदिरहेको छु। यो वाला हेर एउटा हैन, अनि एउटा चाहिँ यो वाला के नम्बरको हेर है, अलि इम्पोर्टेन्ट छ क्या यिनीहरू। यो h नम्बरको, यो k नम्बरको हेर तिमीहरूले हैन। अरू चाहिँ यो यस्तो खालको चाहिँ 2 मार्क्समा राखिदिन सक्छ है, सिम्पल यो यस्तो खालको 2 मार्क्समा राखिदिन सक्छ। अनि यो वाला एउटा चाहिँ यो वाला पनि हेर है, h नम्बरको यसो हेर तिमीहरूले, यो h नम्बर र j नम्बरको पनि हेर। अनि चाहिँ यो tan 2a वाला पनि यसो हेर, अनि यो वाला पनि हेर है, d नम्बरको पनि यसो हेर है। मैले भनिरहेको नि, यो मैले गोलो लगाइदिएको छ, तिमीहरूले गर्नु पऱ्यो है। 3 मार्क्सको लागि है, यो मात्र 3 मार्क्सको लागि हो। अनि अरू चाहिँ लगभग यहाँबाट चाहिँ एउटा यो गाइस मलाई चाहिँ के लागिरहेछ भने यो एसीमा एकदम धेरै भयो कि, यो डिग्रीवाला नसोधेको, यो 90 त नभनौँ, लगभग धेरै चान्स छ कि एकदम इम्पोर्टेन्ट छ। यो क्वेसन चाहिँ नछोड है गाइस प्लिज यार, यो डिग्रीवाला क्वेसन एकदम हेरेर जाऊ है। और अब सब मल्टिपल, अब फेरि सब मल्टिपल, अब मल्टिपल भ्याइयो। अब सब मल्टिपलबाट पनि त्यही, सब मल्टिपल र मल्टिपल त सेमै छ हैन। अब मल्टिपल त्यही आधी त हो भन्नाले, आधी भन्दा नि गर हैन। अनि यो डिग्रीवाला क्वेसन नछोड, मैले अगाडि पनि भनिसकेँ। यो 16 यो वाला डिग्रीवाला क्वेसन एकदम इम्पोर्टेन्ट हैन, यो नछोड। यो त छोड्दै नछोड है, मैले फेरि पनि भने। अनि एउटा यो वाला पनि हेर यसो हैन, यसो लुक्स देऊ क्या यसलाई हैन, यसो हेरेपछि त याद भइहाल्छ नि हैन। इक्जाममा चाहिँ के हुन्छ भने तिमीहरूले आधी गर्यो आएन भने पनि अब यहाँ छ नि त, यता यो छ भने चाहिँ जसरी भए पनि निकालेर एन्सर इजिकल टु प्रुभ भनेर लेखेर आउनु पऱ्यो कि, जसरी हुन्छ मिलाएर अलि स्टेप चाहिँ बनाऊ हैन, स्टेप चाहिँ यति बनाऊ। ल इक्जाम्पलको लागि हेर, इक्जाम्पलको लागि तिमीले चाहिँ यहाँसम्म गऱ्यो अरे, यति स्टेप चाहिँ यो क्वेसन भयो हैन, यसलाई चाहिँ प्रुभ गर्न भने नि त हैन, यति चाहिँ गऱ्यो अरे। अब यहाँबाट यति तिमीलाई आएन अरे क्या, यति आएन भने पनि मिलाएर हैन, ए गराएर लास्टमा चाहिँ यसलाई जस्ट प्रुभ भनेर टक्क ह्यान्डराइटिङ राम्रो बनाएर चाहिँ लेखेर आउनु पऱ्यो क्या। तिमी नछोड क्या, त्यो बुढीहरूलाई त्यो फुर्सद हुन्न क्या तिमीहरूको एक हेर्ने हैन, ज्यामलाई राइट दिन सक्छन्। त्यही भएर चाहिँ यस्तो गरेर हेर। सो कुरो के भयो भने हाम्रो ट्रिग्नोमेट्रीबाट 15 मार्क्सको क्वेसन आउँछ, त्यहाँबाट हाइट एन्ड डिस्टेन्स र हाम्रो कन्डिसनलबाट फिक्स छ हाम्रो 6 मार्क्स लिग्यौँ, फर्मुलाबाट 2 मार्क्स लिग्यौँ, अनि त्यो कन्डिसनल ट्रिग्नोमेट्रिक इक्वेसनबाट 2 मार्क्सको त्यो पनि लिग्यौँ। 2 मार्क्सको क्वेसन चाहिँ सिम्पल आउँछ, तिमीहरूलाई गाह्रो आउन, त्यो पनि लिग्यौँ। हाम्रो 3 मार्क्सको लागि चाहिँ त्यति धेरै प्र्याक्टिस गर्नु छ, त्यही भएर चाहिँ अब त नगर भन्छु क्या मैले हैन। हाम्रो 72 त आउँछ नि त, 75 मा 72 त आयो, हाम्रो 72 आयो भने A+ भयो। अनि किन त्यत्रो दिमाग खियाउने, र मैले चाहिँ सफा भनिदिन्छु चाहिँ मैले
लगभग यिनी चाहिँ मलाई सबै आउँथ्यो होइन, हाइट एन्ड डिस्टेन्स, ट्रिग्नोमेट्रिक इक्वेसन, कन्डिसनल, अनि यिनी चाहिँ आउँथ्यो। यो 3टामा चाहिँ मलाई एकदम जिगज्याग थियो क्या, भन्नाले गर्न त मैले सबै गरेको थिएँ, भन्नाले धेरै जस्तो प्र्याक्टिस गरेको थिएँ, तर चाहिँ यिनी जति चाहिँ गरेको थिएन कि। यहाँबाट चाहिँ सिम्पल खालको क्वेसन आइदियो, लक्किली मैले प्र्याक्टिस गरेको आइयो, त्यही हो। यसरी चाहिँ पढ्नु पऱ्यो ट्रिग्नोमेट्री। पढ्दा चाहिँ दिमाग लगाएर पढेपछि चाहिँ A+ हान्न सजिलो छ। त्यही हो गाइस, आजको लागि चाहिँ भिडियो यति नै हुन्छ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।